स्वास्थ्य चौकी घुस की संबंधी एक विशेष रिपोर्ट। नमस्कार, म रानी खातुन, जनस्वास्थ्य निरीक्षक। म अहिले स्वास्थ्य चौकीमा अहिले स्वास्थ्य चौकीमा चाहिँ हाम्रो बर्थिङ सेन्टर पनि छ। जेनरल ओपीडी भइहाल्यो। जेनरल ओपीडीमा तपाईको एउटा फ्यामिली प्लानिङ भयो, परिवार नियोजन, अनि गर्भवती जाँच, अनि यता बर्थिङ सेन्टर छ, सुत्केरी गराउने बर्थिङ सेन्टर पनि छ। त्यसपछि हाम्रो अरू सेवाहरूमा चाहिँ फिल्डमा भ्याक्सिन भयो, खोप भयो, अनि गाउँघर क्लिनिक छ। त्यो गाउँघर क्लिनिकमा चाहिँ हाम्रो एकजना एनएम स्टाफ र सिआई बालीचन्द्र वंशी सर जानुहुन्छ, दुईजना। त्यो गाउँघर क्लिनिकमा चाहिँ तपाईको अब गर्भवती, न्यू गर्भवती कति छ, पुरानो गर्भवती कति छ, उहाँहरूले टिडी सुई लगाउनु भएको छ कि छैन, अनि तपाईको आइरन चक्की ल्याएको छ कि छैन, के छ, उहाँहरूको उतै गएर फिल्डमै गएर चेक जाँच गरिदिनुहुन्छ। अनि हाम्रो प्रत्येक महिना चाहिँ 16 देखि 20 गतेसम्म खोप छ। त्यो पनि 4 दिन चाहिँ फिल्डमा हुन्छ, एक दिन 20 गते चाहिँ यो स्वास्थ्य चौकीमै हुन्छ। अहिले यो स्वास्थ्य चौकीबाट चाहिँ यति सेवाहरू हामीले दिइरहेछौँ, प्रवाह गरिरहेछौँ। गर्भवती जाँच को त्यो रिपोर्ट अनुसार प्रति महीना कति संख्याहरू त्यसको छ? प्रसुति चाहिँ भएको चाहिँ प्रति महिना औसतमा चाहिँ यस्तै 17-18 जना हुन्छ। यहाँ डेलिभरी भएको आउने चाहिँ 25-30 जना नै हुन्छ। अब 2-4 जनालाई चाहिँ हामी रेफर पनि गर्छौँ, जसको यहाँ हुँदैन। अरू चाहिँ 17-18 जना चाहिँ प्रत्येक महिना भएको हुन्छ यहाँ। अब यो हरिनगर गाउँपालिकाको 6 र 7 दुईवटा वडालाई चाहिँ यो संस्थाले चाहिँ स्वास्थ्य सम्बन्धी चाहिँ सेवा प्रवाह गरिरहेछ। र एउटा खुसीको कुरा, हरिनगर गाउँपालिकाले चाहिँ घुस्की स्वास्थ्य चौकीलाई चाहिँ जे कुरामा पनि फर्स्ट प्रायोरिटी राख्नुहुन्छ। केही भयो भने क्विक, अब हामीलाई के चाहियो, मेडिसिन चाहियो या स्टाफ चाहियो, केही छ भने क्विक रेस्पोन्स गर्नुहुन्छ। र यहाँ सेवा प्रवाहको लागि तत्कालै त त्यस्तो केही छैन, तर यहाँ चाहिँ अब बर्थिङ सेन्टर पनि भएको हुनाले ल्याब सेवा चाहिँ सञ्चालन गर्न पाए अझै राम्रो हुन्थ्यो कि भन्ने मलाई लागेको छ। यो चाहिँ हाम्रो जेनरल ओपीडी। नमस्कार, मेरो नाम बालीचन्द्र वंशी। मेरो घर चाहिँ बरार क्षेत्र नगरपालिका वडा नम्बर 9 संसारी। हाल म घुस्की स्वास्थ्य चौकीमा सिआई 5 पदमा कार्यरत छु। कि स्वास्थ्य चौकीमा तपाईँको सामान्य उपचार सेवा छ, त्यसै गरी परिवार नियोजन सेवा छ, पोषण सेवा छ, त्यसै गरी गर्भवती जाँच सेवा छ, खोप सेवा छ, अनि हाम्रो अहिले प्रसुति सेवा पनि 2078 चैत 18 गतेदेखि प्रसुति सेवा पनि निरन्तर रूपमा चलिरहेछ। राम्रै छ, भ्याक्सिनको ठुलो पनि। यो घुस्की स्वास्थ्य चौकीमा चाहिँ विशेष गरेर यो रुघाखोकी होइन, यो पानीसँग सम्बन्धित समस्या भयो, रुघाखोकीहरू भयो, त्यसरी झाडा पखाला, अनि यो छालाको समस्या चाहिँ एकदम अधिक। अरू ठाउँभन्दा चाहिँ यहाँ छालाको समस्या लिएर धेरै नै आउने गरेको छ। छालाको समस्या चाहिँ अलिक बढी नै छ। स्वास्थ्य यो हरिनगर गाउँपालिकामा त अहिले क्षयरोगको बिरामीहरू बढेकै छ अवस्था छ, पहिलाभन्दा चाहिँ बढिरहेछ। हाम्रो स्वास्थ्य चौकी घुस्कीमा पनि अहिलेसम्म यो हाम्रो आर्थिक वर्ष 2081-82 चाहिँ 6 जना बिरामीहरू दर्ता भएको छ। हाम्रो रजिस्टरमा दर्ता छ। उहाँहरूले रेगुलर औषधि खाँदै हुनुहुन्छ, सेवन गर्दै हुनुहुन्छ। र अरू बिरामीहरू पनि गाउँमा यसरी लुकेर रहेको बिरामीहरू पनि छ। त्यसको लागि चाहिँ अब गाउँपालिकाले समन्वय गरेर शिविरहरू, क्षयरोग पत्ता लगाउने शिविरहरू सञ्चालन गरे चाहिँ अझ राम्रो हुन्थ्यो। बर्थिङ महिला रिलेटेड, अब महिलालाई केही प्रब्लम छ भने गर्भवती जाँच गर्नु पऱ्यो भने डिपो पिच त्यो परिवार नियोजनको यसमा चाहिँ महिलाहरू आउनुहुन्छ। यो गाइने ओपीडी आइमा छ नि, गाइने ओपीडी जस्तो। हजुरको ड्रेसिङ, यो इम्प्लान्ट लगाउँछ नि परिवार नियोजनको, इम्प्लान्टहरू या त्यो केही छ त्यस्तो चेक जाँच गर्नुपर्ने भने यहाँ चाहिँ हाम्रो प्रसुति सेवाको लागि स्टाफहरू अन ड्युटीमा जो हुन्छ उहाँहरू बस्नुहुन्छ। यो भनेको वेटिङ कक्ष। अब अनि एकजना पेसेन्ट हुनुहुन्छ,
यो त्यो पनि खोल्नु यो खोल्नुहोस्